नमस्कार सबैमा र विशेष 80वां स्वतन्त्र दिवस आयोजक समितिको एकजना सदस्यको हैसियतमा तपाईहरुलाई विशेष आज चाहिँ हाम्रो कार्यक्रम यो झण्डा हाम्रो जुन चाहिँ राष्ट्रिय ध्वज छ यसको निशुल्क वितरण भइरहेको छ र हाम्रो कार्यक्रम छ हर घर तिरंगा अनि यो कार्यक्रम चाहिँ 80वां स्वतन्त्र दिवस आयोजक समितिको त छँदैछ सँगसँगै सरकारको पनि यसमा सहभागिता छ राज्य सरकार केन्द्र सरकार र उहाँहरुकै पक्षबाट यो झण्डा जुन छ राष्ट्रिय ध्वज यो हामीलाई प्राप्त भएको छ र हामी यसलाई चाहिँ निशुल्क वितरण गरिरहेका छौं विभिन्न चालक संगठनहरुलाई उहाँहरुलाई हामीले वितरण गरेका छौं र व्यक्ति विशेषहरु उहाँहरुलाई पनि वितरण गरिरहेका छौं र यो वितरण गर्नुको मुख्य उद्देश्य चाहिँ के हो भनेदेखि हर घर तिरंगा अथवा यो 80वां स्वतन्त्र दिवसको अवसरमा चाहिँ सबैले घरमा तिरंगा लाउनु पर्छ भन्ने एउटा आह्वान हो र आह्वान सँगसँगै उहाँहरुलाई प्रोत्साहन पनि हो। अनि सधैँ चाहिँ के हुन्छ भने स्वतन्त्र दिवस विभिन्न ठाउँमा कार्यक्रम हुन्छ आयोजक समितिले आयोजना गर्छन् भाग लिनेले भाग लिन्छन् विशेष रूपमा विद्यार्थीहरूले अनि त्यतिकै कार्यक्रम सकिन्छ तर देशप्रतिको भावना जगाउनलाई देशप्रतिको माया देशले पाएको यो स्वतन्त्रताको महत्त्व बुझ्नको लागि चाहिँ हर नागरिक नै यसमा सहभागिता हुनुपर्छ भन्ने हिसाबले चाहिँ र हर नागरिकलाई सहभागिता जनाउनको लागि चाहिँ हामीले यो हर घर तिरंगा कार्यक्रम राखेका छौं र यो चाहिँ आजदेखि हाम्रो यो राष्ट्रिय ध्वज वितरण भइरहेको छ र भोलि 12 तारिखदेखि चाहिँ सबैले घर घरमा यो राष्ट्रिय ध्वज चाहिँ उत्तोलन गरिदिने हामीले आह्वान पनि गरेका छौं र अझै पनि हामी बिन्ती गर्छौं र यो वास्तवमा बिन्ती गर्ने कुरा पनि हैन हामी देशको नागरिक भएपछि हामी सबैले स्वतः यसलाई चाहिँ हामीले पालन गरौं र घरमा प्रत्येकले आफ्नो घरमा एउटा राष्ट्रिय ध्वज फहराएर र देशको 80वां स्वतन्त्र दिवसलाई चाहिँ हामीले भव्यताको साथमा पालन गरौं भन्ने हाम्रो आह्वान छ। धन्यवाद। मीडिया मार्फत हजुरसँग भारतको 80औं स्वतन्त्रता दिवसको अब 3 दिनको उत्सव अझ अगाडि प्रस्तुत छ। भोलि यहाँ फुड फेस्टिभलको बारेमा तपाईहरुले विस्तृत जानकारी पाइसक्नु भएको छ। भोलि साँझबाट सुरु हुने 12 तारिक 13 तारिक बाइक र्याली अन्तर्गत 400 भन्दा अधिक बाइकको मार्फतबाट स्वतन्त्रताको सन्देश प्रचार गर्ने अनि शुभेच्छा आदान प्रदान गर्ने यहाँबाट यही मोडबाट प्रारम्भ भएर 11 माइल फाटक हुँदै 17 माइल फाटकबाट घुमेर फेरि मेलाटारमा अन्त हुने बाइक र्याली सोपछि 14 तारिक 2 वटा पहिले झाँकी अनि सोपछि साँझमा लाइट एन्ड साउन्डको माध्यमबाट स्वतन्त्रता सेनानीहरूको बलिदानको उहाँहरूको देशप्रतिको देशप्रेमको देशभक्तिको झलकलाई प्रस्तुत गर्दै सडक नाटक यही शहीद दलबहादुर गिरी पथमा हुनेछ। पुनः एकचोटि हजुरहरूलाई हामी हार्दिक निमन्त्रणा जनाउँछौँ 3 दिवसीय फुड फेस्टिभलको निम्ति अनि 3 दिवसीय कार्यक्रम जुन 3 या 7 दिवसीय कार्यक्रम यता 15, 16 अनि 17 को निम्ति यो समय अनुसार यो सठिक समयको साथसाथै सठिक कार्यक्रमको अनि विशेष धेरै पाठशालाहरूले धेरै संघ संस्थाहरूले विशिष्ट नृत्य प्रस्तुतिहरू योगासँग सम्बन्धित देशभक्तिसँग सम्बन्धित डान्स एन्ड ड्रिलहरू पनि प्रस्तुत गर्नेछन्। सो मेलाटारमा हुने सम्पूर्ण घटनाक्रमको सम्पूर्ण गतिविधिको सम्पूर्ण समारोहको सजीव प्रसारण पनि उपलब्ध हुनेछ। यहाँहरू सम्पूर्णलाई हामी फेरि एकचोटि कालेबुङे यो रमाहाटमा झुम्नुको निम्ति आग्रह गर्दछौँ। Ready to build a global career? Learn luxury hotel operations from the true pioneers of hospitality education in the hills. Good Shepherd IHMCA has moved. We are thrilled to welcome our upcoming July batch to our brand new, relocated campus at Jordhara, Raleigh Road. Since 2003, we have maintained an unmatched job placement record in foreign countries. Get world-class, international certification at a highly reasonable fee and step straight into the global luxury hospitality industry. Classes are commencing this July and only a few seats remain. Secure your future today and take advantage of our incredible 50% scholarship on the total fees. Don't wait, call us right now to lock in your spot.
हाम्रो चाहिँ 3 इयर्सको डिग्री कोर्स हो जुन चाहिँमा चाहिँ हाम्रो 6 मन्थको इन्डस्ट्रियल ट्रेनिङ हुन्छ त्यो चाहिँ 5 स्टार होटल्सहरूतिर बेङ्गलोर कलकत्ता मुम्बई सो आई हेभ अल्सो डन माई इन्डस्ट्रियल ट्रेनिङ फ्रम 5 स्टार होटल कलकत्ता After finishing this course, we are getting a degree. Degree पाएपछि चाहिँ हामीलाई कलेजबाट नै कन्फर्म जब प्लेसमेन्ट गरिदिन्छ in good hotels. After finishing this course, the main thing is to get placement in a very good hotels. जो चाहिँ यहाँबाट राम्रो होटेलहरूमा इन्टर्नसिप र प्लेसमेन्टको लागि पठाइरहेको छ र मेरो आफ्नो इन्टर्नसिप पनि राम्रै होटेलमा भयो मेरो प्लेसमेन्ट JW Marriott बेङ्गलोर गोल्ड स्टारमा भएको छ र you do not have to worry about the placement and the internship.